मैंने रामले देखी सूरज को चलेगा वो पुन्तुले नानीलाई मेसेज गरेर भोइस मेसेज गरेर भनिसकेको छु के भिडियो पठाउनु है नानु दिदी भाइ टिकाको भयो भाइ टिकाको चेली के मुखमा लगाएर किन चेली हो यो टिको यो कालो कपडा लाउने हैन टिको लाउने ह कालो कपडा लाउने हैन ए नगर्न हो कालो कपडा लाउनु नि त लाउनु भन्थ्यो त कालो अशुभ हो सुप बेलामा गए पनि कालो कालो अशुभ यो टिकोको लगाउँदा कालो कपडा कहिले लाउनु कालो लाग्छ आइस्निलो ह म क्यामेराम्यान बनिएछु मलाई लगाएको देखाए त ए उता देखाइ अरे मलाई लगाएको क्यामेराम्यान हेरौ खुट्टा ठोकेन ल ओ माय गॉड यहाँ खाएको पनि देखाइ भिडियोमा ओए ओए रने रङ लाग्यो गरेको ओ घुमेको नि घुमेकै छैन मलाई सानो गरेर सानो भाइलाई नै घुरिने घुरेको ओ दुई भिडियो पनि नपठाएछ है कतै भुलसुल भयो भने फेरि सब जग्गा जान्छ युट्युबमा जान्छ पानी खन है दुईटा पूर्व त घुरेको हैन त त्यही छैन घुरे घुर्नी त हो यसरी न्यू दिएर घुर्न अलि अप्ठ्यारो लाग्छ क्या त्यही हो अक्षताले फुलपातीले पूजा पहिला राम्रो हैन पूजेर अनि दाजुभाइलाई पूजेर अनि त्यहाँबाट राम्रोसँग कानमा त दुबाले यसो तेल लगाइदो त त लास्टमा मुटीको सिधै लास्टमा पहिला नानु हामीलाई फोटो क्यामेरा नगरे खप्प खाएको एक्सर्साइज लगाएर फोटो क्यामेरा गर्नु सबैलाई गरेर फोटो राम्रो छ गानामा तेल लगाइदिए साउरा लगाइदिन्छौँ ऐना देखाइदिन्छ मलाई हामीले त्यस्तो हैन ऐना पनि देखाइ म मान्दिनँ ऐना देखाइदिउँ ल देखाइदिने ऐना देखाइ पाउडर लगाइदे मलाई नि हामीहरुले पाउडर दलिदिन्थ्यौं मुखमा आजकल काले नियमै जान्दैन यता हेर आफू लाग्यो त मनी पुरै नाकैमा लाग्नु मन त्यो थाहा पाउने थियो ऐना देखाएर के गर्ने ऐना देखाउने त चुल खोल्दिने छवटालाई टिको लाउन पाइस तेरो भाग्य कति राम्रो छ अर्को अब वर्ष कहाँ लाउनु पाउँछ त नै सबले कहाँ पाउँछन् लाउन है हुन त तारा त हुन्न त सीताले दिन पाउने अब यसले आगे साल पाउने कहाँ पाउँछ ताराले अब आगे साल आउँछु कि म सकिन्छ तारालाई फोन गर्दा भन्छ है के गर्ने आएर कोही अब आउँदैन गर्दैनन् कसैले भन्दैनन् मैले के गर्ने भाइच्यामा त बोलाउने आफै आउने हो नि भाइच्यामा यसमा त दिदी हुन्छ न उयो टिको जब त गर्नै हुन्न पूजा नफुकाएर हुन्छ होला नि गरेकै छैन नफुकाएर गरेकै छैन नफुकाएको त हुन्छ
हातमा छुरी छैन कसो मेरो त्यति आज उनीहरूका घरमा त तेल हाल तेल हाल पाँचवटै आएका छन् दिदीबहिनी अस्ति सुकेको नि एकछिन ए सोना बत्तीको लगाइदियो भयो कि ए दिदिन्छु त दुई तिन दिनमा मम्मी उम्केर चाहिँ बोलेर जान्छु खाना तेल कस्तो भयो रे चन्दन कहाँ लागिस् बाबु अरे यो के हो रे भोके मान्छेलाई लल्चाउनलाई लाग्यो भनेर बिचामा ल्याएर मान्छे कसम उता पनि त खान सक्थिस् म तिमीलाई लड्छौ नानो कानमा तेल हाल न हाले त खोइ मैले यहाँ क्यामेरामा खिचिन हाल्दै क्यामेरामा यसले फुल ल्याएको सबै पोचेको देखा फुलले अब को पढ्दै जानेको त्यही भएर फुलै सानो भयो ऊ फुल त दुनियाँभरका छन् सबै पोचेका छन् हजुर लाग्यो काकी ए कानमा त्यति तेल लगाउनु नि त काँचो तेल कोही कानमा लगाइरहेको छ नि क्या ए कुट्टो रे काकीले एकबारे गिला पताने साडा भाइ यहाँ आऊ यता नहीं दादा तो वो तो माँ हटो एंगल ड्रोन बना ड्रोन मामा यता इन्डिया आउनु कति खिच्ने रे नि मेरो टिकै बेका गरिदिए हेर्नु त बस के खाँदैछ नाम भन नाम पनिर टिका फिस करी दिदी मैले दिएन तँलाई 2 वर्ष 3 वर्ष लाउनु पाउँदा 2-3 वर्ष 10 वर्षै भयो यहाँ आउनसम्म त आउन सक्छ यहाँबाट खा कम्पनी सक्छ नि फेरि मैले के भन्दै म्युट गर्न पर्छ माइत जाने पनि पाइयो भगवान खाएको र नभनाइ उसलाई लगाइदिन्छन् के फुपूका छोरी छन् नि त सानो तिनटा एकजना आउन पर्ने अब यहाँ पो फुपूका छोरीलाई लाउन आउन भन्छ